दोस्रो पनि स्वागत एसटी न्युजमा र यतिखेर भने म सिलगढी हिलका रोडमा अवस्थित छु र जहाँ चाहिँ आज गोर्खा समुदायहरूको महान चाड भनौँ है फुलपाती शोभायात्रा निकालिसकेको छ। यसको यात्रा सुरु भइसकेको छ भने हाम्रा यहाँ गोर्खा दाजुभाइ दिदीबहिनीले आफ्नो वेशभूषा र रहनसहनमा उहाँले एउटा यो शोभायात्रा रोडमा पुरा निकालिसकेको छ। हेर्नु स्क्रिनमा है यो शोभायात्रा कहाँसम्म जाने हो किन यो शोभायात्रा निकाल्नु परेको भन्ने यो पनि म केही कुरा गर्नेछु। बाहिर हेर्नु सबैले स्क्रिनमा र हाम्रो दिदीबहिनीहरू नाचगान गर्दै रमाउँदै है हिँडिरहेका तपाईँहरू हेर्नुहोस् यो हर साल चाहिँ हाम्रा गोर्खा दाजुभाइहरूको यो हामी अगाडि बढ्दैछौँ। यो महान पर्वमा निकालिएको शोभायात्रा फुलपाती शोभायात्रा भानुभक्त समितिको तर्फबाट निकालिएको शोभायात्रा खुबै सफल भएको फुलपाती शोभायात्रामा हेर्नु एकदम ठुलो काँधीको साथमा यो जुन चाहिँ सिलगढीको हिलका रोडमा भव्यतामा यो फुलपाती शोभायात्रा विगत साल चाहिँ यसपालि पनि मनाइरहेको छौँ। हाम्रा सम्पूर्ण गोर्खा सन्तानहरूको यो एउटा संस्कार हो यो है। प्रचण्ड गर्मी छ, गर्मीलाई पनि केही नभने हाम्रो गोर्खा वीर गोर्खाहरूको यो एउटा परम्परालाई बचाइ आएको यो फुलपाती शोभायात्रा प्रकाशनगर नेपाली कल्याण समाज है र यतापट्टि ब्यान्ड पार्टी पनि है। आज ब्यान्ड पार्टीको साथमा यो फुलपाती शोभायात्रा एकदमै पार्टीको साथमा ब्यान्ड पार्टी पनि आजको यो शोभायात्रामा सहभागी भएको तपाईँले देख्नुहुँदैछ। यति ठुलो विराट शोभायात्रा है हामीले अहिले देख्नु पाउँदैन। यो साउन एकचोटि भएर यो फुलपाती शोभायात्रा सिलगढीमा महा पर्वको रूपमा मनाइने गर्दछ। हेर्नुहोस् र आजको यो फुलपाती शोभायात्रामा विभिन्न सङ्घ सङ्गठनहरूले सहभागी लिएको हामी देख्नमा पायौँ है। हेर्नुहोस् साना साना भाइ बहिनीहरूले अति खुसीको साथमा है आजको यो सिलगढीमा निकालिएको महा फुलपाती शोभायात्रालाई सहभागिता गर्दै
तपाईँले स्क्रिनमा देख्नुहुँदैछ, हेर्नुहोस् आफ्नो वेशभूषामा आफ्नो जाति र संस्कार र संस्कृतिलाई बचाएर राख्नु उहाँले खोजिरहेका छन् भने तपाईँले हेर्नुहोस् यो आजको यो सिलगढीमा निकालिएको महा फुलपाती शोभायात्रामा हामीसँग कमिटीका केही सदस्य जोडिनु छ है। र तपाईँको परिचय दिनुहोस् न। नमस्कार, म राम छेत्री, सेक्रेटरी तपाईँहरू यो जुन चाहिँ फुलपाती शोभायात्रा मनाउनु भइरहेको छ नि है, यसले सम्पूर्ण गोर्खाहरूलाई के सन्देश दिन चाहनुहुन्छ तपाईँ? सबैजनालाई सबैको कल्याण भएर जाओस्, सबैको आगामी दिनमा स्वास्थ्य शुभकामना अनि प्रगति भएर जाओस्, त्यही भन्न चाहन्छु। साथै यसरी नै हाम्रो गोर्खाहरूको भाइचारा, एकता अनि समृद्धि अघि बढेर जाओस्। अर्को एकजना सदस्यसँग कुरा गर्न चाहन्छु है। र नमस्कार तपाईँलाई है। र यो जुन चाहिँ आज सिलगढीमा निकालेको शोभायात्रा छ नि है, यसमा तपाईँ सम्पूर्ण गोर्खाहरूलाई के सन्देश दिन चाहनुहुन्छ? सबै गोर्खाहरू एकतामा होस् है, सबै गोर्खाहरूको एउटा सुस्वस्थ होस् है, र सबैको यही कामना छ है। सम्पूर्ण गोर्खाहरू एकाग्र होस्, गोर्खाहरू आफ्नो समाज पर्वहरूलाई मानिरहोस्, यसरी नै उहाँले भनेको छ है।